यहाँ खोलाको छाँगो नै पुरा बरफ जमेर बसेको छ छाँगो नै जमेछ यी लट्ठी त कस्तै चिसो भइसकेको नि ओ पाण्डे नजानु के त लड्ने हुन्छ यार आइसमा चिप्लिन्छ कि कस्तो डेन्जर हो स्ट्यान्डर्डमा 180 खिच्छ सर पानी खाँदा पनि फेरि के भन्नु हजुर केटाहरू अलि ढिलो गर्दैछ अहिले फेरि रात पुरै हिँड्नै पर्छ जमेको आइस त किन खेत्नु जानु अलि चिप्लेर लड्छ नि थाहा पाउँछ केटाहरू अलि तलबाट हिँड्ने यतिबाट है त्यो लास्ट बोले गोब्री तान्नु ल तपाईँ कतिको गोब्री तान्नु है यसो यता हेर्छु अनि यसो फर्किन्छु नि है रोल भन्नु है यतिखेरमा चाहिँ फागुने धुरीमा छौँ हामी यतिखेर यो चाहिँ 4100 मिटर हाई अल्टिट्युड यो डोरपाटन शिखर आरक्षण यो नेपाल सरकारको यहाँ त बिहाइन्ड द सिन BTS तपाईलाई BTS मा स्वागत छ थ्याङ्क यू फागुने धुरीमा माघमा म फागुने धुरी चढेको छु 2 महिनापछि बेहुला हुने हैन सायद फेरि अहिले पाण्डे सर एकै दिन त कुरा फिर्दिने बेहुली तयार भएपछि अझै 2 महिनापछि बिहे गर्छु रे यस्ता हाम्रो BTS बेहुली तयार भएपछि हेलो के हो यो BTS तपाईँ कहिले बेहुला हुने तपाईँ म 1 वर्षपछि 1 वर्षपछि सायद तपाईँ पनि छाडा नहुनु यहाँ आएर चाहिँ तपाईँ कहिले बेहुला हुनु 2 वर्षपछि 2 वर्षपछि तर हेर्दा होइन अस्ति 2 महिनापछि पे गर्छु 2 महिनापछि भन्ने मान्छे 2 महिनापछि सायद होइन सायद होइन यस्तो 2 महिनापछि गरिएन भने पनि साह्रो 2 वर्षपछि तपाईँलाई अलिकति बढी हेन्सम भएर खत्तम गर्ने न त तपाईँ मेरो जय पनि सक्नुहुन्थ्यो अनि तपाईँ चाहिँ म कहिले अब गर्लफ्रेन्ड भेटेपछि कसको मेरो आफ्नो नि ए आफ्नो त तपाईँको 2-4 थियो क्यारे कहाँ गयो साँच्चै कहाँ गयो भन्नु त कहाँ गयो अब यो मनोरम दृश्यबाट कस्तो ब्याकग्राउन्ड कति राम्रो हिमालबाट त्यो तपाईँलाई तपाईँको मायालुलाई भन्नु ल तपाईँको छोडी जानेलाई त्यस्ता छोडिदैन हैन अहिलेको भन्नु
कहाँ गयो भन्नु र गएको छैन सम्झिनुपर्छ अमेरिका गयो जापान गयो चाइना गयो अनि कहाँ गयो अर्को अस्ट्रेलिया गयो अनि युरोप अनि युरोप यो ठाउँबाट तपाईँले सम्झिया मान्छे चाहिँ को हो तिनीहरू मध्ये कोही हो कि सबै हो यत्रो जना भन्दा त एउटा प्ले बोय रहेछ खत्तम हुन्छ होला नि भन्दैन जो अहिले जहाँ छन् त्यताबाट ओहो कस्तो राम्रो ठाउँमा गएर पनि हामीलाई सम्झ्यौ भन्छन् होला साथी हो तपाईँ आफू चाहिँ छाडा नहुने कि तपाईँ आफू के भन्छ 2 महिनापछि पे गर्छु भन्ने गर्छु मैले त क्यामेरा गरेपछि क्यामेरा गरेपछि यस्तो छ मैले म तपाईँसँग बोल्दा बोल्दै यहाँ भिडियोमा पनि के अरे 2 महिनामा बिहे नै नगरे पनि तपाईँलाई चाहिँ देखाउँछु यही हो भनेर ल ठ्याक्कै पैसकेको थियो है त ल 82 पैसकेको ल थिएँ ल तपाईँले नै राखेर ल कन्फर्म भयो भन्छु होला मुसु हाँस्दैछ फेरि छिटो तयारी हुनु है कति हो यम खाएको कागुने थुरी प्याक गरिदिएँ है तर एउटा कुरा के थाहा छ त सुरासर आइडु सरलाई चाहिँ होइन सुरासर आइडु सरलाई के भन्छ फ्रेन्ड बनाएपछि चाहिँ होइन अब अहिले त एउटा बिहे गर्दाखेरि होइन एउटा बिहेको फोटो खिच्नु फोटो त कति खर्च लाग्छ नि त तर उहाँलाई त होइन एक यो दिएपछि यता त एक यो दिएपछि एक यो दिएपछि कतिकै खिचिहाल्नु त्यही भएर फाइदा छ है त फाइदा छ एकदम फाइदै अब म खासै फोटो खिच्नु जान्दैन तर साथीहरूको प्रोफाइल पिक्चर चाहिँ म फेराउँला तर मलाई केही दिनु पर्दैन यतातिर चाहिँ रुकुम पूर्व पर्छ भने यतातिर चाहिँ बागलुङ पर्छ र यो चाहिँ ढोरपाटन शिकार आरक्षण क्षेत्र हो र यहाँनिर धेरै अब यार्सा गुम्बा यार्सा सङ्कलन क्षेत्र पनि यही पर्छ र मेरो ब्याकग्राउन्डमा देखेको पछाडिको हिमाल नजिकको यो भागतिर यो साइडमा यार्सा सङ्कलन गर्ने गरिन्छ भनेर क्या तपाईँहरू ढिला पनि गर्नुभयो लाइटर प्रिभेसन गरेर हामी एक क्याम्प फायर गर्दैछौँ खाजा पोलेर खायो यो चाहिँ हाम्रो चाहिँ घर हो घरको छाना छैन हाम्रो 35 तिर होला अनि यहाँ माथिको डाँडा चाहिँ फागुने धुरी हो यो धुरीबाट हामी फागुने धुरीबाट ढोरपाटन जाँदैछौँ र जाने क्रममा चाहिँ अत्याधिक चिसो बढेको कारणले गर्दा हामी चाहिँ एकछिन यहाँ ज्यान तताउनलाई आगो ताप्दैछौँ साथी हो